छ्यामा हाम्रो देशको सिस्टम हेर्दा पनि वाक्क लागेर आउँछ यार, खै के हो होइन। हिजो हेर्नु न, एउटा हाम्रो छिमेकी जिल्ला दैलेको चाहिँ एकजना हाम्रो कमेडी कन्टेन्ट क्रिएटर टोपेन्द्र साई भन्ने मान्छेलाई चाहिँ हिजो हाम्रो दैलेको प्रहरीले पक्राउ गरेर चाहिँ सुर्खेतको प्रहरीको आदेशमा दैलेको प्रहरीले पक्राउ गरेर सुर्खेतको प्रहरीलाई बुझाउनु भयो अरे, सुर्खेतको प्रहरीले पक्राउ गर्यो भन्ने हिजो न्युज धेरै ठाउँमा देख्नु भएको थियो होला होइन, मैले पनि देखेको थिएँ। बट यो किन हो भन्दाखेरिमा चाहिँ एउटा भिडियो बनाउनु भएको थियो अरे, जो कि 1 वर्ष पहिलाको कुरा हो, अहिले होइन। यो भिडियो चाहिँ बनाएको चाहिँ 1 वर्ष पहिला। यो भिडियो हाम्रो राम्रोसँग पनि हेर्न सक्छौँ। त्यस्तो साह्रो फलै होइन, ब्लगर नै त्यस्तो साह्रो के नै छ, उनलाई पनि अनकम्फर्टेबल भएको छैन ऊ नानीहरूलाई नि होइन। उनीहरूले नि सायद उनीहरूले रिक्वेस्ट गरेको त एउटा भिडियो बनाउनु भनेर रिक्वेस्ट गर्नुभएको हो कि के हो त्यो त छानबिन गर्दा थाहा होला होइन। बट त्यस्तो साह्रो चाहिँ अनकम्फर्टेबल टाइपको उनलाई जबरजस्ती नै भिडियो बनाएको जस्तो त मलाई केही पनि लागेन। र त्यो कन्टेन्ट त्यस्तो नराम्रो टाइपको कन्टेन्ट पनि केही थिएन, उहाँहरूले त्यस्तो कन्टेन्ट केही अरू गराउनु भएको थियो र त्यस्तो ब्लगर टाइपको कन्टेन्ट पनि केही थिएन, ठिकै टाइपको लागिरहेको थियो मलाई चाहिँ। एउटा फन्नी टाइपको उहाँ कमेडियन कन्टेन्ट क्रिएटर हो नि त होइन, जे होस् हाम्रो पश्चिमको लागि केही पश्चिमतिर इन्टरनेटमा केही गरौँ भन्ने उहाँ चाहिँ हो। तर के नै भन्न सकिन्छ र होइन, हाम्रो देशको क्रप सिस्टम के होइन, यत्रो अब भनौँ न त भिजिट भिसामा भनेर दैनिक 50 लाख रुपियाँसम्म झम्पाएर आफ्नो मजाले अहिले गृहमन्त्री भएर बसिरहेको छन्। उहाँलाई चाहिँ कसैले केही गर्दैन। यत्रो बलात्कारका घटनाहरू अहिलेसम्म पत्ता लागेको छैन, उहाँहरूले अहिलेसम्म केही पनि गर्न सक्नुभएको छैन। जब एउटा कन्टेन्ट क्रिएटरले एउटा कन्टेन्ट बनाउँदा थोरै ब्लगर पनि केही छैन, थोरै कन्टेन्ट बनाउँदाखेरि चाहिँ अब केटीहरू भयो अरे, अब होइन उनीहरूको बिचमा बसिस रे तैँले किन अरे, अब यो कसले गरेको मलाई थाहा छैन, पछि छानबिन गर्दा आउला होइन, किन गरेको कसले गरेको। यो त अब उसको मोबाइलमा हिजै भिडियो आएको हो कि 1 वर्ष पहिलाको कुरा। अहिले चाहिँ हामी सबैजनाले चाहिँ एउटा सपोर्ट गर्नै पर्छ क्या होइन। एउटा कन्टेन्ट क्रिएटर बिचराले दुःख गरिरहेको मान्छे हो नि त उहाँ होइन, जस हामीलाई इन्टरटेनिङ गराउनलाई उहाँले थुप्रो दुःख गर्नुभएको छ क्या। यो तरिकाले पनि हामी इन्टरनेट युजर सबैले चाहिँ एकचोटि हाम्रो तपेन्द्रको लागि चाहिँ सपोर्ट गर्नै पर्छ होइन। सो जस्टिस फर तपेन्द्र होइन, जस्तो तपेन्द्रले पनि त अब भन्नाले तपेन्द्रले जस्टिस पाउनुपर्छ, न्याय पाउनुपर्छ। त्यस्तो साह्रो अन्याय त्यो भिडियोको कारण त्यही नै आएको छ, अरू केही नै छैन होइन। त्यही अब केही त्यस्तो साह्रो हो भने चाहिँ अब छिटै जस्टिस पाउन् तपेन्द्रले होइन। सो त्यही हो, थ्याङ्क यू सो मच गाइज, सबैले चाहिँ सपोर्ट गरौँ है साई तपेन्द्रको लागि।